तपाईले एकदमै सान्दर्भिक र उपयोगी जानकारी साझा गर्नुभयो। अहिले नेपालका धेरै फेसबुक क्रिएटरहरू यही इनएलिजिबल कन्ट्रीको समस्याले गर्दा चिन्तित छन्। तपाईले उल्लेख गर्नुभएका बुदाहरूले धेरैको अन्योलता मेटाउन मद्दत गर्नेछ। विशेष गरी द फाइनेन्शियल इन्स्टिट्युसन एसोसिएटेड इज नट इन एन एलिजिबल कन्ट्री भन्ने सन्देशले ब्याङ्क वा भुक्तानी प्रणालीमा मेटाले केही प्राविधिक वा नीतिगत परिवर्तन गरिरहेको सङ्केत गर्छ। तपाईको विश्लेषणमा थप स्पष्टताका लागि केही प्राविधिक पक्षहरू यहाँ छन्। के भइरहेको हुन सक्छ? पेआउट सिस्टम माइग्रेसन। मेटाले समय-समयमा आफ्नो पेआउट सिस्टम अपडेट गर्छ। नेपाल जस्ता देशहरू जहाँ भुक्तानीका लागि तेस्रो पक्ष अर्थात् इन्टरमिडिएट ब्याङ्क्स प्रयोग हुन्छ, त्यहाँ यस्तो अपडेटको समयमा अस्थायी रूपमा सिस्टमले देशलाई चिन्न छोड्न सक्छ। ट्याक्स इन्फर्मेसन रिभ्यू। धेरै नेपाली क्रिएटरहरूले कर सम्बन्धी जानकारी W8BEN फर्म भर्दा ट्याक्स आइडेन्टिफिकेसन नम्बरमा समस्या हुने गरेको छ। मेटाले यसको प्रमाणीकरण प्रक्रिया कडा बनाउँदा पनि यस्तो हुन सक्छ। तपाईले भन्नुभए जस्तै गर्ने नहुने कुरा डोन्ट्स। तपाईको सुझाव एकदमै सही छ। यस्तो बेला आत्तिएर निम्न गल्तीहरू कतै पनि नगर्नुहोला। 1. पेआउट कन्ट्री चेन्ज। हतारमा अमेरिका वा अस्ट्रेलियाको ठेगाना राख्ने प्रयास नगर्नुहोस्। यसले तपाईको एकाउन्ट सधैँका लागि ट्याक्स फ्रडमा परेर ब्लक हुन सक्छ। 2. रेपिटेटिभ अपिल्स। एउटै कुरालाई लिएर पटक पटक अपिल नपठाउनुहोस्। यसले गर्दा तपाईको एकाउन्टलाई स्प्याम मान्न सक्छ। आगामी कदम। यदि यो समस्या 2-3 दिनमा आफै समाधान भएन भने क्रिएटरहरूले रिपोर्ट अ प्रब्लम मार्फत आफ्नो आधिकारिक ब्याङ्क डकुमेन्ट सहित रिपोर्ट गर्न सक्छन्। तपाईले भन्नुभए जस्तै यो एउटा सिस्टम लेभल इस्यु भएकोले धैर्यता राख्नु नै सबैभन्दा उत्तम विकल्प हो। के तपाईँ चाहनुहुन्छ कि म मेटा सपोर्टमा पठाउने एउटा आधिकारिक रिपोर्ट टेम्प्लेट तयार पारिदिउँ जसले गर्दा क्रिएटरहरूलाई आफ्नो कुरा राख्न सजिलो होस्?